नेपाल विद्युत प्राधिकरणको लापरवाहीले गर्दा आज एकजना विद्युत प्राधिकरणको कर्मचारीको मृत्यु भएको छ। काभ्रेको धुलीखेलमा विद्युतको एकजना मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। धुलीखेल नगरपालिका 7 जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युत पोलमा काम गरिरहेका सर्लाही ईश्वरपुरन नगरपालिका 12 घारी स्थानका 28 वर्षीय उपेश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। यो साह्रै दुःखद घटना हो। 11,000 भोल्टको हाइड्रेसन लाइनको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मिन घलेले जानकारी दिएको छ। तार जोड्न पोलमा चढेका परिवारको विद्युत प्राधिकरणले सूचना बिना नै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ। उनलाई विद्युत प्राधिकरणले नै काममा लगाएको सूचना बाहिरिएको छ। शुक्रबार मात्रै विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले सूचना जारी गर्दै त्यस क्षेत्रमा 11 केबी लाइन चार्ज गरिने भएको जानकारी दिएको थियो। त्यसैले सावधानी अपनाउन भनेको समेत थियो। तर कार्यालयकै असावधानीले एकजना मजदुरको अकालमा ज्यान गएको छ। मृतक उपेशको शवलाई पोलबाट निकालेर पोस्टमार्टमका लागि धुलीखेल अस्पताल पठाएको छ। घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरको कमान्डमा टोली खटाइएको छ। दर्शकबिन्द, यो कमान्ड जति नै खटाइए पनि मान्छे मरेर गइसक्यो, हुनेवाला केही छैन। नेपालमा यही छ प्रचलन। मान्छे मरेर जान्छ, विभिन्न आयोग बन्छ, समिति बन्छ, घरि के बन्छ, तर मृतक कहिले पनि जिउँदो भएर आउँदैन। यो बाँकी बाँच्ने मान्छेहरूलाई मन शान्त बनाउन लागि मात्रै। अनि यस्तै लापरवाही सरकार, यस्तै लापरवाही विद्युत प्राधिकरणले गर्दा अझै कतियौं कर्मचारीको मृत्यु हुने हो थाहा छैन।